हेरौँ, मैले मेरो बुढालाई पनि खाना दिइसकेको छु, हेर्न सक्नुहुन्छ। अलिकति घिउ हाल्दौ न अनि एउटा खोर्सानी डाल्नु। र यहाँ चाहिँ घिउ हालिदिनु भन्नुहुँदैछ। घिउ पनि सकिसक्यो, सुत्केरी मान्छेले खाएर सक्यो हो। यो घिउ चाहिँ हालिदिनु अरे हो। र यहाँबाट चम्ची चाहिँ निकाल्दैछु। त्यसपछि म मन्त्र पढेर गोलाहरूले प्रहार गर्छु र तिमी ढ्याङ्ग्रो बजाऊ। गुरुजी, यो फलामका गोलाहरू निकै भारी छन्, तपाईँ हान्न सक्नुहुन्न होला। त्यही भएर तपाईँ ढ्याङ्ग्रो बजाउँदा बजाउँदै त्यो मन्त्रहरू जाप गर्नुहोस्। साथीहरू, यो चाहिँ खोर्सानीको अचार है। आपकी बॉडी में ऐसी बोन्स होती हैं। कहाँ काम करती हैं आप? मैं मोहम्मद साहब के घर काम करती हूँ। काम का टाइम क्या है? सुबह 7 बजे से शाम के 5 बजे तक।